नमस्कार, स्वागत छ नेपाली ट्रेडरमा। मेरो पहिलो भिडियोको लागि हामी आज एउटा जटिल र महत्त्वपूर्ण विषयलाई सम्बोधन गर्दैछौँ। हामी आज विश्वव्यापी द्वन्द्व र हाम्रो पोर्टफोलियो किन रातो भइरहेको छ भन्ने कुरामा म तपाईहरुलाई जानकारी दिन चाहन्छु। हामीले केही गल्ती नगर्दा पनि, हामीले सबै कुरा मिलाएर गर्दा पनि किन हाम्रो पोर्टफोलियो क्र्याश हुँदैछ? यसको कारण पहिलो नम्बर, हामी एउटा ल्यान्डलक कन्ट्री हो भने हामी सबैलाई जानकारी नै छ र हामी आयातमा भर पर्ने देश पनि हो। हामीले विभिन्न देशहरूबाट आयात गरी हाम्रो जीवन चलिरहेको सबैलाई थाहा नै छ र आज तपाईहरुलाई म जानकारी गराउन चाहन्छु र तपाईहरुलाई किन मार्केट नेप्से बजार घट्दैछ भन्ने कुरा जान्न मन छ भने तलको रातो सब्स्क्राइब बटन थिचेर मलाई हेल्प गर्नु होला। र भिडियो सुरु गर्न चाहन्छु। विगत केही दिनदेखि हाम्रो नेप्से बजार तलबाट चुनावको माहौलले गर्दा माथि आउने प्रयास भइरहेको थियो, तर पनि किन अचानक क्र्याश हुँदैछ त भन्दाखेरि विश्वमा चलिरहेको युद्ध, अमेरिका र इरान बीच चलिरहेको युद्धले गर्दा आज हाम्रो पोर्टफोलियो दिनादिन रातो हुँदै गएको छ र आज तपाईहरुलाई म एउटा जुवाडेबाट असल लगानीकर्ता बन्न सिकाउन गइरहेको छु। कृपया हेरेर साथ दिनु होला। ट्रेडर, वास्तवमा भन्नुपर्दा नेपाल स्टक एक्सचेन्ज नेप्सेबाट पैसा कमाउन एकदमै सजिलो छ, एकदमै सजिलो। यदि तपाईले सही बेलामा किन्न र जान्नु भयो भने मात्र। र कसरी सम्भव छ म तपाईहरुलाई सिकाउने छु। विगत केही 6 वर्षको अनुभवमा यता मैले धेरै उतार चढावहरू देखेको छु। यो बजारमा मान्छेहरू हल्लाको पछाडि दौडिन्छन्। त्यो होइन डियर ट्रेडर, त्यो होइन। यदि साँच्चै तपाईलाई स्टक मार्केटबाट कमाउन मन छ भने एकदमै हामी ज्ञानी हुनु पर्दछ, हरेक कुराको नलेज हुनु पर्दछ, अनि मात्रै गएर हामीले नेप्सेबाट पैसा कमाउन सकिन्छ। र आज यो मेरो पहिलो इन्ट्रोडक्सन भिडियो मात्रै हो। किन अहिले विश्व बजार मन्दी छाइरहेको छ भन्ने कुरा सायद तपाईहरुलाई पनि थाहा नै भइसक्यो होला। र आउने दिनमा स्ट्रेट अफ हर्मज नखुलेसम्म हाम्रो नेप्से करिब 2200 को लक्षणमा जाने एकदमै प्रबल सम्भावना रहेको छ। कसरी भन्नुहुन्छ भन्दाखेरि म तपाईहरुलाई केही कारणहरू पनि देखाउन चाहन्छु। हेर्न जानुस्। किन भन्दाखेरि हाम्रो अहिले नेप्से एउटा इक्वल हाईमा बसिरहेको छ।